आफ्नो ड्रेससँग एउटा बाहिरबाट ज्याकेट तातो छेक्नुको लागि होइन। धेरै मान्छे राउटेले बाहिरको सिलाएको लाउनु भन्छ, सिलाएको नलाउनु यो पनि सिलाएको हो यहाँ टोपी के होइन। आफ्नो पहिरन आफ्नो संस्कार जोगाउने ढाका टोपी राउटेको शिरमा आफ्नो चाहिँ जो यो ड्रेस छ यो गौरव हो, पुर्खाको हो कि नै, यसलाई जोगाउने। तर गौरवले मात्र जाडो छेकिन्न, जाडोले त निमुनियाले मान्छे बिरामी हुन्छ। बच्चा त्यस्तोको लागि लाउँछ। जाडो महिना ठन्डी दिन, अब जाडो महिना अब पुस पनि आउनु लागेको छ, लास्टै जाडो हो क्या। पुसको महिना हिउँ पनि आउन सक्छ, छिटै चाहिएको छ। छिटै भन्दा म भोलि नै ल्याइदिन्छु, भोलि नै ज्याकेट ल्याइदिन्छु। ज्याकेट अर्को एउटा हुक भन्ने हुन्छ कि सर्लको बच्चा स्वाट टोपी पनि भएको, यहाँ लगाएको यहाँ पाकेट भएको हुक हुक भन्छ। जस्तो यस्तै बाक्लो कपडा भित्र तातो भएको अनि यस्तो बाक्लो खालको घपक्क लगायो भने अनि यो बाहिरबाट जो बेर्छ नि यो त्यो बाहिरबाट भेरे पनि हुन्छ कि आफ्नो एउटा पहिचान बचाउने त हो नि होइन। यो ल एकदम खुसी भएर भन्नुभएको छ हाम्रो मुखिया साहब, हाम्रो प्रकाश दाईलाई मलाई धेरै धेरै धन्यवाद। अब यसरी यस्ता मुखिया भएपछि राउटेका छोराछोरीहरूले पनि दुःख पाउनन्। लागेर उनीहरूको आवश्यकता के छ त्यो चिज दिएर उहाँहरूले हामीलाई सहयोग गर्नुपर्छ। किनकि राउटे दाजुभाइ भनेको राउटे दाजु र राजुभाइ भने एउटै हो।